र यहीँबाट सुरु हुन जान्छ दाउनेको पहिलो उकालो, जुन कि देख्न सक्नुहुन्छ दाउने हुँदै यहाँ सवारी साधन आएको। र यहाँ यतापट्टि बर्दघाटको टिसियन चोक अर्थात् त्रिवेणी चोक पनि भन्ने गरिन्छ। र अहिले सामाजिक सञ्जालमा धेरै पोस्टरहरू भिडियोहरू देख्न सकिन्छ कि दाउनेको बाटो एकतर्फी बनिसकेको छ। तर आज हामी यही भिडियोमा हेर्नेछौँ यो दाउनेको बाटो कति बनिसकेको छ र कति बन्नलाई बाँकी छ। आज हामी यही बर्दघाटको टिसियन चोकदेखि लिएर दाउनेसम्मको यात्रा गर्नेछौँ र भिडियो लामो हुनेछ र तपाईँहरूको लागि एकदमै जानकारीमूलक हुनेछ। आशा छ अन्तिमसम्म हेरिदिनुहुन्छ होला भन्ने आशा साथ आजको भिडियो यहीँबाट सुरुवात गर्न चाहन्छु। र भिडियो सुरु गर्ने क्रममै यहाँ ढुङ्गाहरू देख्न सकिन्छ। योहरू त खैर बाहिरै छ, यो चाहिँ भित्र रहेछ। यसलाई चाहिँ फालिदिन्छु म एकदमै। र यहाँ देख्न सकिन्छ सवारी साधन धमाधम दाउनेतर्फ अगाडि बढ्दै गरेको। र यो हो दाउनेको पहिलो उकालो, जसलाई यस मोड पनि भन्ने गरिन्छ। नेपालको झन्डा देख्न सकिन्छ, त्यहाँ पार्क रहेको छ। र यहाँनिर नि कालोपत्रे फुटेको थियो, यहाँ यति फेरि नयाँ कालोपत्रे ढलान गरिएको छ, एकदमै राम्रो। र यतापट्टि देख्न सक्नुहुन्छ दाउने सडक खण्डमा कहीँ फिलिङ गर्नको लागि आवश्यक पर्न जान्छ माटो ग्राभलहरू भन्ने यहीँबाट लैजाने र बढी भएको ठाउँमा जुन छ त्यो यहीँ ल्याएर थुपार्ने गरिन्छ। अहिले एकदमै कम भइसकेको छ, किन पहिला यो पुरै थियो, अहिले कम भइसक्यो। र अहिले हामी दाउनेको पहिलो उकालो, जसलाई यस मोड भनिन्छ, त्यही हुँदै अगाडि बढ्दैछौँ। एकदमै राम्रो। र यहाँ देख्न सकिन्छ नागथान। जय नाग देवता, सबैको रक्षा गर्नु होला। एकदमै राम्रो। र यहाँ यो बाटो बिग्रिएको थियो, त्यसले गर्दा यहाँबाट सवारी साधन आउन जाने गरेका थिएन। यो बाटो बन्द थियो र अहिले नयाँ कालोपत्रे पिच भइसकेको छ। एकदमै राम्रो। यो धेरै बिग्रेको पनि थिएन, कुनै कुनै ठाउँमा फुटेको थियो, त्यसले गर्दा यो नयाँ बनाइयो। एकदमै राम्रो। अलि दिन यहाँबाट सवारी साधन गुड्ने गर्थ्यन् भने अहिले यहाँबाट सुचारू गरियो। एकदमै राम्रो। र आज यो दाउने सडक खण्डमा यो ढुङ्गाहरू छ कि छैन आज हेर्नेछु। र अहिले दिउँसोको टाइममा निकै घाम पनि छ। यस्तो 11:45 देख्न सकिन्छ। आज मे 15 अर्थात् जेठको 1 गते। र यहाँ अलिअलि देख्न सकिन्छ, यो साइडमै छ, यतातिर खासै फरक पर्दैन। तर अगाडि निकै ढुङ्गाहरू छ, यतापट्टि त ठुलै ढुङ्गा रहेछ। र यस्तो घाममा ढुङ्गा फाल्न पनि अलि अप्ठ्यारो हुँदैछ। त्यही पनि म यति देखेको जति ढुङ्गाहरू फालिदिन्छु। कति छ म अगाडि त्यहाँ रोक्नेछु मोटरसाइकल र यति फालेर म अगाडि बढ्नेछु। यस्तो देख्न सकिन्छ। ओहो, यहाँ बिचमा रोक्छु ताकि चारैतिरबाट सजिलो होस् फाल्नलाई। यस्तो यो किन हो, जतिचोटि आउँदा नि यहाँ ढुङ्गा देख्छु त। यो ढुङ्गा कहीँ टाढा गएर फाल्ने भने कहाँ फालौँ। यो जति भन्दा पनि यो गुरुजीहरू सुन्नुहुन्न, म त्यहाँसम्म फाल्छु। एकदमै। ओहो, यो त अलिक गाह्रो रहेछ है, यो पनि फालिदिन्छु। एकदमै गर्मी छ। यो पनि फालिदिन्छु। र एउटा यहाँ छ, यो यतापट्टि नाला पनि रहेनछ, नाला छ सफा भएकै छैन। र यो फालिदिन्छु। बाँकीहरू साइडमा छ र सानो सानो छ, खासै फरक पर्दैन। अघि यहाँ एकदमै ढुङ्गा थिएन, अहिले छैनन्। एकदमै राम्रो भइसक्यो। र अगाडि छ 2-3टा, त्यो पनि फाल्नेछु। किन अहिले दिउँसोको टाइममा एकदमै गर्मी भइसक्यो। 11:47। यो सानो सानो ढुङ्गा त यो गुरुजीहरू
हालै अस्ति एउटा यही कहीँ दुर्घटना पनि भएको थियो बस। अब त्यो के कारणले भयो तर अहिले खुलेको छैन। तर हुनसक्छ यस्तो सानो सानो ढुङ्गाले नि दुर्घटनाको कारणहरू। यो त निकै ठुलो रहेछ। यो पनि निकै ठुलो रहेछ। यत्रो सवारी साधन आउँदैछन्, कोही रोकेर फाल्दैनन्। यहाँ पनि बाँकी यता छैन। ट्रकहरू गुरुजीहरू यतै रोक्नु भएको छ तर फाल्नुहुन्न। उहाँले भन्नुहुन्छ हामीलाई फाल्ने के जरुरत, हामीले गरेको होइन। एकदमै गर्मी भयो। अब त सकिन्न। र दुर्घटनाको जोखिम पनि यही क्षेत्र हो र ढुङ्गा पनि गुरुजीहरूले यही लाइनमा राख्ने गर्छन्। त्यसले गर्दा अलि बाटोको दुर्घटना बढी नै हुन जान्छ। अहिले राम्रो भइसक्यो एकदमै। र बर्खादेखि करिब 3 किलोमिटरसम्म हामीलाई कालोपत्रे बाटोले साथ दिनेछ। त्यस पछाडि हाम्रो 5 किलोमिटर आरसीसी ढलान कति ठाउँमा बनिसक्यो र कति ठाउँमा बन्न बाँकी छ। आज यही भिडियोमा देखाउनेछु। यहाँ एउटा रहेछ, यो पनि फाल्दिउँ। हो अब धेरैजनाले भन्नुहुन्छ यो बोतल, पानीको बोतल त हावाले उडेर जान्छ। भन्नुहुन्छ कि भ्युज कमाउनको लागि यस्तो नाटक गर्दैछ। अरे सक्नुहुन्छ भने तपाईँ पनि आएर फ्याल्नुहोस्। तपाईँ पनि यदि सोसल मिडियामा आबद्ध हुनुहुन्छ भने तपाईँ पनि भ्युज कमाउनुहोस्। म त यो अलि देख्ने बित्तिकै किन हो किन फाल्न मन लागिहाल्छ। नफालौँ भन्दा नि फाल्न मन लाग्छ। अब चाहिँ धेरै छ भने अलि फाल्दैन, एउटा दुईवटा छ भने फालिदिन्छु। र विशेष गरी अलि बिचमा छ भने म फाल्छु। छेउमा भएको अलि गाडी पनि छेउतिर हिँड्दैन, तर ओभरटेक गरेको बेलामा कुनै बेला छेउमै पर्न जान्छ गाडी। एकदमै राम्रो। र यहाँ सानो सानो छ, यसले खासै फरक त नपर्ला। तर यहाँ ठुल्ठुलो छ। यसमा त ट्रकको चक्का परे पनि यहाँ त सिधै गुल्टिएर जान्छ। त्यसैले म यो चाहिँ फाल्दिन्छु। यहाँ 3टा छ। गाडी यहाँ बिग्रेथ्यो होला, त्यही रोक्नको लागि यहाँ हरियो घाँसहरू राखेछन्। ओहो, आज म फालिदिन्छु। लगाउन सक्ने, गाडी हिँडालिसके पछाडि यो फाल्न नसक्ने कस्तो गुरुजी हुनुहुन्छ यार। र यहाँ छेउछेउमा छ, सानो सानो छ। अब त सकिनु होला फाल्न, धेरै नै गर्मी भइसक्यो। एकदमै बिहानको टाइममा आउँदा फाल्न हुन्थ्यो। यस्तो यहाँ सानो 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 कति रहेछ, त्यो फाल्न सकिन्न सबै। यस्तो आज अलिक कम्ती रहेछ है ढुङ्गा। अहिले दाउने हुँदै सवारी साधन
आउने गरेको देख्न सकिन्छ र यहाँनिर ढुङ्गा देख्न सकिन्छ। कति ढुङ्गा छ, गुरुजीहरू ढुङ्गा राख्नु भएको छ। आफ्नो लागि ढुङ्गा आफै राख्नु भएको छ, आफ्नै जोखिमको लागि। यो सडकमा हिँड्ने को हो? तपाईहरू नै हो, तपाईँ आफ्नै लागि राख्नु भएको रहेछ। यस्तो चाहिँ नराखिदिनु होला। मैले सक्दो त फालेँ, जुन बिचमा छ त्यो चाहिँ फाल्छु, यो चाहिँ फाल्छु। यहाँको 2-3टा फालिदिन्छु, यो अलि बिचमा देखेँ मैले। ओहो, अहिले किन निकै गर्मी छ, गर्मीले गर्दा म फाल्नै सकेँ छैन। यहाँ छ, त्यहाँ पनि छ एउटा। गुरुजीहरू र अहिले एकदम क्लियर भइसक्यो यो एरियामा पनि। जुन अलिक बिचमा छ, ठुलो ढुङ्गा छ, त्यो चाहिँ फाल्छु। सानो छ त्यो चाहिँ फाल्दिनँ। यो पनि बिचैमा छ, यो बाइकबाटै फालिदिन्छु। र यहाँ पनि छ ढुङ्गा, यहाँ पनि छ। यो चाहिँ अलि बिचमा रहेछ, यसलाई फालिदिन्छु। ल, बाँकी अरू साइडमा छ, खासै फरक पर्दैन, धेरै छेउतिर जाँदैन सवारी साधनहरू। बाँकी अरू यता धेरै नै छ ढुङ्गा। त्यो गर्मी भइसक्यो, म चाहिँ यो ढुङ्गाहरू फाल्न सक्दिनँ, किन सवारी साधन एकदम तीव्र गतिमा आउँदैछन् पछाडिबाट। यतातिर अलिक फराकिलो छ र तीव्र गतिमा आउने पनि गर्छन्। एकदमै राम्रो। र बुटवल नगरगढ विस्तार भइरहेको 114 किलोमिटर सडक खण्डलाई 2 भागमा विभाजन गरिएको छ, पूर्वी खण्ड र पश्चिमी खण्ड। पूर्वी खण्ड गैंडाकोटदेखि लिएर दाउनेसम्म 65 किलोमिटर पर्दछ भने पश्चिमी खण्ड दाउनेदेखि लिएर बुटवलसम्म 49 किलोमिटर पर्न जान्छ। र यहाँ नयाँ कालोपत्र बनाइएको छ, अस्तिसम्म यहाँ थिएन, तर हालैले एकदमै राम्रो बनिसकेको छ। र यहीँबाट सुरु हुन जान्छ आरसीसी ढलान। यहाँनिर एकदमै बिग्रेको थियो, तर अहिले एकदमै राम्रो भइसक्यो, एकदमै राम्रो। अहिले दाउने सडक खण्डमा तीव्र गतिले काम भएको देख्न सकिन्छ। र यहाँ देख्न सकिन्छ यतातिर बन्द छ, ढुङ्गाहरू पनि छ यहाँ, तर खासै फरक पर्दैन किन बाटो बन्द छ। यहाँ यो एकदमै यता ठिक्क बराबरमा आइसक्यो आरसीसी ढलान, तर यतापट्टि अझै पनि लेभल मिलेको छैन। यो आरसीसी ढलानलाई फुटाएर फेरि यस्तो बराबर बनाउने हो। यहाँ देख्न सकिन्छ यो दोहोरो बनाउनु पर्यो, किन यहाँ पहिलोचोटि बनाउँदा यहाँ लेभल मिलेन, पुलको र यो आरसीसी ढलानको निकै दबिएको छ, त्यसले गर्दा बराबरमा अब बनाउने हो। एकदमै राम्रो। र अब हामी आरसीसी ढलानमा आइपुग्यौँ दाउनेको। यो हो आरसीसी ढलान, जुन कि 400 मिटर लामो छ।
निकै फराकिलो छ। दाउने सडक खण्डमा आरसीसी ढलान बन्यो, बाटो बन्यो, तर पहिरो रोकथामको लागि अझै पनि उस्तै छ। यस्तो पर्खालहरू उठाइएको छ तर पनि पहिरो त माथिबाट आउने गर्छ, पहिरो त झर्छ जो। दाउने सडक खण्डमा यो नसोचौँ कि अब बाटो राम्रो बनिसक्यो त जाम हुँदैन। पहिरो खसेर कति ठाउँमा यहाँ बर्खायाममा जाम हुन्छ। बर्खायाममा म देखाउने नै छु र यहाँ देख्न सकिन्छ अतिसम्म यहाँबाट आउने जाने गर्थ्यो भने अहिले यो आरसीसी ढलान सुचारू गरियो, एकदमै राम्रो। राम्रो सडक पाउने बित्तिकै कति तीव्र गतिमा जाने, धुलो उडाउँदै। र यहाँदेखि आरसीसी ढलान छैन, दुईतर्फी छैन र अहिले बन्ने सुरसार पनि देखिन्न र एकदमै जोखिम ठाउँ यही हो। यहाँ देख्न सकिन्छ अझै फिलिङको काम चल्दैछ र यहाँबाट पहिरो झर्ने गर्छ। अलिकति पानी पर्यो भने गाडीहरू यहीँ चिप्लिन्छन्। यता देख्न सकिन्छ पहिरो, पहिला वहाँबाट घुमेर जानु पर्थ्यो भने अहिले यहीँबाट भइसक्यो। आरसीसी ढलान यहाँबाट बनेको छ, अझै यता बन्नलाई बाँकी छ। बनिसकेछ तर सुचारू अवस्थामा आएको छैन। यहाँ बनेको छैन, अगाडिदेखि आरसीसी ढलान सुचारू हुन जान्छ। र यहाँदेखि आरसीसी ढलान सुचारू हुन जान्छ। यो आरसीसी ढलान पनि निकै लामो छ, नयाँ र पुरानो मिलाइकन यो 1200 मिटरको आरसीसी ढलान छ। त्यस पछाडि फेरि पुरानो आरसीसी ढलानमा मिसिन्छ। हेर्दै जाउँ कति लामोसम्म अहिले बनिसकेको छ। एकदमै यहाँ फराकिलो छ र अहिले दाउने सडक खण्डमा ओभरटेक गर्न एकदमै मनाही छ। अहिले ठाउँ ठाउँमा दाउने सडक खण्ड ओर्लिँदा या चढ्दाखेरिमा ठाउँ ठाउँमा बोर्डहरू राखिएको छ जसले गर्दा ओभरटेक गर्न पाउँदैन भनेर सूचना गरिएको छ। र त्यसले गर्दा यो दाउने सडक खण्डमा दुर्घटना र जाम शून्य बराबर छ। अहिले दाउने सडक खण्डमा दुर्घटना पनि खासै भएको छैन र जाम पनि छैन। यताको आरसीसी ढलान पनि बनिसकेर अब केही दिनमै सुचारू हुनेछ। अहिले यहाँ देख्न सकिन्छ एकदमै जुन माटोहरू थियो यहाँ राखिएको थियो त्यो हटाइयो र यसलाई अझै सफा गर्नुपर्ने बाँकी नै देखिन्छ। र ओभरटेक गर्न पाउँदैन भन्दै यस्तो तीव्र गतिमा बोलेरो र टिप्पर आफ्नै गतिमा जाँदैछन्। र यहाँ पनि आरसीसी ढलान बनिसकेको छ, सफाई गर्न मात्र बाँकी छ। नाला पनि अब सफाई गर्न बाँकी छ। अहिले दाउने सडक खण्डमा धेरै नै आरसीसी ढलान बनिसकेको छ। र यहाँ पनि पहिरोको जोखिम। र देख्न सकिन्छ सवारी साधन तीव्र गतिमा आउने जाने गरेको। यहाँ बोर्ड थियो, बोर्डमा किन यो बोर्ड ढाल्दिएछन्? यो बोर्ड ढलेको हो कि ढालेको हो? यहाँ यो ओभरटेक गर्न पाउँदैन भनेर यहाँ बोर्ड लगाइएको छ, तर यो बोर्ड यत्तिकै ल अब यहाँ भयो, ओभरटेक गर्न पाउँदैन। हावाले ढले थियो, मैले उठाएर राखिदिएँ। धेरैजनालाई थाहा नहुन सक्छ, एकदमै यो
दाउने सडक खण्डमा अझै पनि धेरै नै ओभरटेक गर्ने गर्छन्। त्यसले गर्दा ओभरटेक नगरिदिनु होला भन्न चाहन्छु। र एकदमै राम्रो अहिले भइसकेको छ यो दाउनेको बाटो। र यहाँ देख्न सकिन्छ गत वर्ष आएको पहिरो रुखमा रुख उस्तै छ, अहिले पनि उस्तै छ। अब यो सालमा बगाउने छ। यहाँ एकदमै फराकिलो छ, एकदमै राम्रो भइसकेको छ अहिले दाउने सडक खण्ड। अहिले दाउने सडक खण्ड पार गर्न सोचेको भन्दा कम समयमै पार गर्न सकिन्छ। पहिला पहिला यही सडक खण्ड पार गर्न घन्टौँ लाग्ने गर्थ्यो। अहिले देख्न सकिन्छ तीव्र गतिले दाउनेको पहाड छिचल्दै जाँदै गरेको। र यहाँ नालाको काम सफाइ भइसकेको छ, तर पनि अझै नालामा कहीँ कहीँ माटोहरू आएर बस्दो रहेछन्। किन अहिले भर्खर भर्खर बनेको हो, पानी धेरै परेको छैन, त्यसले गर्दा माटोहरू पुरै आएर जम्मा हुने गर्छन्। र यहाँ एकदमै राम्रो यहाँनिर निकै फराकिलो छ 3 लेनको। र यता अझै पनि पहिरोको जोखिम देख्न सकिन्छ। एकदमै राम्रो यहाँ फुटिसक्यो, देख्न सकिन्छ पर्खाल। कस्तो कमजोर तरिकाले बनाएको हो कि पहिरो खसेको हो कि के कारणले हो, बनाउने काम त सकिएको छैन, एकतर्फ फुट्न सुरु भइसक्यो। र दाउने सडक खण्डमा कहीँ सिँचाइको लागि पानीको आवश्यकता पर्न जान्छ, जुन कि ट्याङ्कर र ट्र्याक्टरहरूमा यहीँबाट भर्ने गर्छन्। यहाँ 12 महिने पानीको मुहान हुने गर्छ। एकदमै राम्रो। र अहिले हामी अगाडि बढ्दैछौँ। एकदमै धेरै नै आरसीसी ढलान बनिसकेको छ। अब सायद शास्ति नहोला यो दाउने सडक खण्डमा, तर पनि भन्न सकिन्न। पहिरो रोकथामको लागि त अहिले केही उपायहरू अपनाइएको छैन। यहाँ खालि पर्खाल मात्र उठाइएको छ। अलि कुनै ठाउँमा अलि होचो छ भने कुनै ठाउँमा अलि अग्लो पर्खाल, तर पहिरो चाहिँ आउने नै गर्छ। सडक बन्यो, पहिरो रोकथाम बनेको छैन। र यो आरसीसी ढलान यहीँसम्म नै थियो, त्यसपछि नयाँ आरसीसी ढलान यता सुचारू भइसकेको छ। र यहाँ देख्न सकिन्छ नालाको धामाधम काम भएको। यहाँदेखि नयाँ आरसीसी ढलान, यहाँ नालाको धामाधम काम चल्दैछ। किन बर्खायाम अब धेरै छैन, बर्खायाम आउनुभन्दा अगाडि नै यो सबै बनाइसक्नु पर्ने हुन्छ, अन्यथा धेरै नै शास्ति हुन जान्छ। यस्तो यो माटोहरू यही नालाबाट निकाल्दैछन्, यस्तो माटोहरू रहेछ। यो अझै पुरै यहाँ नाला बनाउने हो त्यहाँसम्म, अझै पनि काम देखिन्छ।
र यहाँ निकै मुनिबाट कलबट उठाइयो एकदमै, जुन कि अहिले निकै फराकिलो भइसकेको छ। अब यता पनि आरसीसी ढलानको तयारी हुँदैछ। एकदमै दाउने सडक खण्डमा अहिले एकदम तीव्र गतिले काम भयो। हाल यही वर्ष नै हो तीव्र गतिमा काम भएको र यहाँदेखि सुरु हुन जान्छ अर्को पुरानो आरसीसी ढलान, जुन कि पुरानो नभनौँ यो पनि हालै हो, तर दाउने सडक खण्डमा बन्दै गरेको सबैभन्दा सुरुवाती चरणमा बनेको आरसीसी ढलान यही हो, जुन कि आजभन्दा करिब करिब 1-2 वर्ष नै भइसक्यो यो आरसीसी ढलान बनेको। एकदम देख्न सकिन्छ जस्ताको तस्तै नयाँको नयै देखिया, कहीँ त्यस्तो बिग्रिएको छैन। यो आरसीसी ढलान निकै टिकाउ हुन्छ। र धेरैजनालाई थाहा छैन होला यो आरसीसी ढलान भनेको के हो, यो कालोपत्र पिच सडक भनेको के हो भन्दा यो हो आरसीसी ढलान, जुन कि यसलाई बनाउनलाई निकै महँगो र निकै लामो समय पनि लाग्ने गर्छ। यो बनाउनु भनेको एउटा घर बनाउनु जस्तो हो र यसको आयु पनि निकै लामो हुने गर्छ। यसको आयु भनेको कम्तीमा 30 देखि 40 वर्षको हुने गर्छ भने एउटा कालोपत्र जुन कि अलकत्रावाला हुन्छ त्यसको आयु भनेको कम्तीमा 10 देखि 20 वर्षको हुन्छ। त्यो छिटो पनि हुन्छ र अलि कम खर्चमा नि बन्न सक्छ। त्यो बाटो हेरी हेरी हुन्छ। यहाँ अझै पनि यो लाइन सफा भएको छैन र यतापट्टि देख्न सकिन्छ पुरै डोजरले खनेर यत्तिकै राखिएको छ। पानी परेको परे गऱ्यो भने यो माटोहरू पग्लेर पुरै सडकमै आउनेछ। बाटो बन्यो, पहिरो रोकथामको लागि अहिले रोकथाम भएको छैन। एकदमै राम्रो। अब केही दिनमा यो आरसीसी ढलान पनि सरसफाइ भएर सुचारू हुनेछ, तर नाला अझै पनि बनाउन बाँकी छ। आज जेठको पहिलो दिन र यहाँ देख्न सकिन्छ कङ्क्रिट गिट्टीहरू राखेको, कहीँ आवश्यक पर्न जान्छ र यहीँबाट लैजाने गरिन्छ र कामदारहरू अहिले यहाँ आराम गरेको देख्न सकिन्छ। अहिले दिउँसोको टाइममा खाना खाएर आराम गर्दैछन्। 12:12 भइसक्यो। तपाईहरुले सोध्नुहुन्छ कि कहिलेको भिडियो हो, पुरानो भिडियो हो भने तपाईहरु पुरा भिडियो हेर्नुहुन्न अनि भन्नुहुन्छ कि पुरानो भिडियो हो, कहिलेको भिडियो हो, ताजा भिडियो बनाउनुस् भनेर। मैले विशेष गरी यो मोबाइलमा टाइम हेर्छु र त्यो टाइम हेर्दाखेरिमा त्यो डेट पनि देखाउने गर्छ। त्यही पुरा भिडियो हेर्नुस्, तपाईहरु डेट कति बजेको हो सबै थाहा पाउनुहुनेछ। पुरा भिडियो हेर्नुहुन्न अनि पुरानो भिडियो हो, कहिलेको भिडियो हो सोध्नुहुन्छ कमेन्ट्समा। दाउने बजार आइपुग्न लाग्यौं। अब यहाँबाट हामी दाउने बजार देख्न सकिन्छ। एकदम हामी दाउने बजारसम्म आरसीसी ढलान हुँदै आइयो। एक ठाउँमा मात्र हो बन्दै गरेको, अझै पनि त्यहाँ बन्नलाई समय लाग्छ। अहिले हामी पश्चिम नवलपरासी छोडी पूर्वी नवलपरासीतर्फ प्रस्थान गर्दैछौँ, जुन कि यहीँबाट सीमा समाप्त हुन जान्छ। दाउने बजारमा पनि सुनसान देख्न सकिन्छ, त कहीँ कहीँ चहल पहल
पनि देख्न सकिन्छ। अहिले दाउने सडक खण्डमा पनि आरसीसी ढलान निकै धेरै बनिसकेको छ। यहाँ सानो सानो सवारी साधनहरू रोकेर दाउने बजारमा रहेको होटल व्यवसाय गरेको देख्न सकिन्छ। र यहाँ देख्न सकिन्छ दाउने सडक खण्डको सबैभन्दा पहिरोको जोखिम। यहाँ यत्रो पहिरो खस्दैछ र यतापट्टि पुरै घरहरू होटलहरू। अब यसलाई रोकथाम कसरी गर्ने? यहाँ गिभिन बाँध्ने काम हुँदैछ, तर गिभिन मात्र बाँधेर केही हुँदैन, पहिरो आउँछ जो आउँछ। र यहाँदेखि देख्न सकिन्छ आरसीसी ढलान अर्को लाइनमा बनिसकेको छ। यो लाइन त्यही अगाडिसम्म छ भने यो लाइन त्यसपछि सुचारू हुन्छ अगाडिदेखि। र यो लेनबाट यो लेनमा जाँदाखेरिमा अलि सानो टर्निङ छ, त्यसले गर्दा जाम हुने गर्छ। यस्तो जाम छ। हामी यहाँ भित्रीबाट जानेछौँ। दुई पाङ र सवारी साधन त जान्छ। यहाँ दाउने बजारमा थोरै जाम देख्न सकिन्छ। यो क्षणिक जाम हो। कहाँनिर जाम रहेको छ? यो दाउने बजारमा धमाधम काम चल्दैछ। यस्तो आरसीसी ढलानको काम धमाधम चल्दैछ। र यहाँनिर निकै साङ्ग्रो रहेको छ, जसले गर्दा क्षणिक जाम पनि हुने गर्दछ। यस्तो छ। अब दुईटा गाडी यही क्रस हुनै सके छैनन्। यस्तो छ। र गाडी पनि बिग्रिए जस्तो छ। र अहिले उताबाट नै कि यताबाट अहिले सुचारू गरिएको छ। यस्तो। र यहीँबाट देख्न सकिन्छ दुई चारवटा गाडीहरूको लाइन अब सुरु भइसक्यो। जहाँनिर एकदमै साङ्ग्रो थियो त्यही नै एउटा ट्रक बिग्रिएको छ, जसले गर्दा यहाँ दाउनेमा जाम हुन गएको छ। यहाँ वान वे हो, तर देख्न सकिन्छ गाडी उता पनि लाइन र यता पनि पुरै लाइन। एकदमै साङ्ग्रो छ। अब यो नबनुन्जेलसम्म यहाँ टु वे गर्न एकदमै गाह्रो हुन्छ। अब बिस्तारै बिस्तारै डोजरले जेसीबीले मिलाउने हो, त्यस पछाडि यताबाट वान वे फेरि चलाउने हो। अब हुँदैछ काम त्यहाँ। र आशा गर्छु साथीहरू तपाईँहरूलाई यो भिडियो अवश्य नै राम्रो लागेको होला भन्ने आशका साथ यो भिडियो यहीँ नै समाप्त गर्न चाहन्छु। फेरि अर्को भिडियो तपाईँहरूको सामु चाँडै लिएर आउने नै छु। तबसम्मको लागि तपाईँहरूको दिन शुभ रहोस्। जय नेपाल।